आज हामी नयाँ पाइला चाल्दैछौँ है। सफल हुन्छ कि हुन्न भन्नुभयो नि, तपाईँको भाषामा जोखिम पनि छ, चुनौती पनि छ, तर हामी साँचो कुरा सही अर्थमा सही एजेन्डा बनाएर साँच्चीकै मुखले होइन साँच्चीकै व्यवहारबाट हामी अगाडि बढ्यौँ भने सम्भावना छ। हामी यो अहिलेको राजनीति जो संसदीय राजनीति छ यसमा संविधान संशोधनको प्रश्न उठिरहेको छ, कार्यकारीको प्रश्न पनि उठिरहेको छ। यो संविधानका धेरै कुराहरूलाई संशोधन गर्नु पनि छ। त्यो गर्नका लागि पनि त्यस भूमिका खेल्नका लागि पनि निर्वाचनमा भाग लिनुपर्छ, निर्वाचनमा सहभागी हुनुपर्छ। त्यो सहभागी हुने ठुलो फोर्स युवाहरूको फोर्स हामी तयार गर्छौँ। ती प्रतिस्पर्धामा अगाडि आउने वातावरण हामी बनाउँछौँ र त्यसलाई हामी अगाडि बढाउँछौँ। त्यसकारण अहिले विनम्रतापूर्वक म यहाँहरूलाई के भन्न चाहन्छु भने 50 वर्षको दाजुको त मेरोभन्दा अझ लामो इतिहास छ यो राजनीतिमा। मेरो 50 छ, उहाँको त अझ 55 वर्ष छ, उहाँको पनि अझ 35-40 वर्ष भइसक्यो। यो इतिहासको एउटा मोडबाट आज हामी नयाँ पाइला चाल्दैछौँ। मैले अघि भने जोखिम है, सफल हुन्छ कि हुन्न भन्नुभयो नि, तपाईँको भाषामा जोखिम पनि छ, चुनौती पनि छ, तर हामी साँचो कुरा सही अर्थमा सही एजेन्डा बनाएर साँच्चीकै मुखले होइन साँच्चीकै व्यवहारबाट हामी अगाडि बढ्यौँ भने सम्भावना छ। र कसरी हुन्छ भन्ने कुरा भोलि हामी हाम्रा 1 महिनापछि तपाईँलाई केही जवाब, 2 महिनापछि थप जवाब, 3 महिनापछि अरू जवाब, 6 महिनापछि अरू जवाब दिँदै तपाईँको प्रश्नको जवाब आज सबै आउँदैन।